आज मेरो छुट्टीको दिनमा प्लान भनेको साथीलाई नि भेट भयो होइन। जोशी दाई पुग्यो फाइनल। लु हाम्रो दिदी भेना चाहिँ नि आइपुग्नु भयो ठ्याक्कै। ती पनि सँगै बिहान उठ्ने पनि सँगै ड्युटी जाने सँगै। सक्दिन जिउन ठ्याक्क आइफोन जस्तै छ 17 जस्तै है। यो होनर 600। जुन सन्देश हामीले उहाँबाट सुन्यौँ र तिमीहरूलाई सुनाउँछौँ त्यो यही हो कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँका कति पनि अँध्यारो छैन। गर्मीले कालो भयो कि म फोटो 10वटा प्रिन्ट गरियो च्याप्प। हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ मेरो छुट्टीको दिन। अब यो दिनभरिको ब्लग हजुरलाई देखाउनेछु। हेलो एन्ड नमस्ते एभ्रिवान। मेरो चाहिँ आज छुट्टीको दिन। म चाहिँ उठिसकेँ, अहिले 11:30 भयो। अब अलिकति काम छ, बाहिर साथीकोमा जाँदैछु र फर्केर आउनेछु अनि दिनभरिको ब्लग हजुरलाई देखाउनेछु। सी यू गाइज। आज मेरो छुट्टीको दिनमा प्लान भनेको अब मार्केटमा गएर अलिक सामान लिनु छ अनि लुगा धुनु छ अनि रुम सफा गर्नु छ। बिदाको दिनमा गर्नै पर्यो। आज चर्च जान्छु अनि त्यस्तै दिन छ होला सायद आजको दिन। के छ गाइज, फाइनली साथीलाई नि भेट भयो होइन। म चाहिँ त्यो पार्क एन्ड सेप भन्ने ठाउँमा जानु पऱ्यो सर्फिङ गर्न डेली। यो जेब्रा क्रसिङ कति पावरफुल छ होइन। जस्तै म हिँडिसकेँ, यहाँबाट गाडी आए पनि आफै रोक्छ क्या यो घेराभन्दा उता। नेपाल नभए यो घेर त्यो त के बिचमा हुँदा पनि सर्ट छेउबाट जान्छ। ए अब यो मान्छे आयो, अब यो गाडी टक्कर रोक्यो। अब म नगएसम्म यो गाडी जाँदैन साइड। ल मार्क हान्छ यो। मैले खोजेको सामान कता होला? मलाई चाहिँ यो चाहिएको थियो, यो लिएँ। इम्पोर्टेन्ट एउटा सामान खोज्न आएको, त्यो सामान नै भेटेन क्या मैले। कहीँ नपाउँदो रहेछ। फोटो स्टुडियो हो भनिहास्। मैले फोटो प्रिन्ट गर्न लाग्छु। टक्क फोटो अब लगेर भित्तामा चट्ट राख्नुपर्छ होइन। प्रिन्ट हुँदैछ। फोटो 10वटा प्रिन्ट गरियो च्याप्प। फोटो पनि धुरे है। अब गएर रुम सफा गर्नु छ, त्यसपछि रेडी भएर चर्च जानु छ। टाइम त एकदमै गइसक्यो है। यो चाहिँ हाम्रो आई कार्ड हो, मेन आई कार्ड भनेको चाहिँ यो। भ्लगमा आयो के छ दाइ छुट्टी? केटाहरू सब ड्युटी जाने बेला भन्छ होइन। आफ्नो त छुट्टी हो। गर्मीले कालो भयो कि अब म कालो भएको छैन के अरे। रहेछ केटाहरू कोही उठाएको छैन त के हो? उठ्छ अब उठाउनु पर्छ। जस्तो 4 भइसक्यो।
चाहिँ एकदमै फोहोर भएको थियो अनि मैले सबै मिलाएँ। चन्द्र सूर्य जिन्दगी सारा मैले फोटो चाहिँ आज बनाएँ होइन, यतिको भयो मेरो फोटो। जीवनले भरिएको प्रभावले यसको संसारै ढाकिने भयो। भयो भेला दिलको राजा यीशु राजा। यहाँ तल एकजना दाइको गिटार हो होइन, यसो सिक्न ल्याएको थियो, म प्याकेज जानुभएको रहेछ। आराधनाको भाकैले पहाड तराईमा गुन्जियो, प्रशंसाको शक्तिले अन्धकारको अन्धकारलाई ज्योतिमा, निराशालाई आशामा, थाकेकालाई विश्राम दिनलाई, लडेकालाई उठाउन, मरेकालाई बचाउन। आराधनाको भाकैले पहाड तराईमा गुन्जियो, प्रशंसाको शक्तिले अन्धकारको किल्ला तोडियो। आराधनाको भाकैले पहाड तराईमा गुन्जियो, प्रशंसाको शक्तिले अन्धकारको किल्ला तोडियो। अन्धकारलाई ज्योतिमा, निराशालाई आशामा, थाकेकालाई विश्राम दिनलाई, लडेकालाई उठाउन, मरेकालाई बचाउन, जीवन दिन यीशु आउनु। आराधनाको भाकैले पहाड तराईमा गुन्जियो, प्रशंसाको शक्तिले अन्धकारको किल्ला तोडियो। लुगा धुन जानु पर्यो, यहाँ लुगा छ, 1 रुपियाँ लाने हो। यत्रो नयाँ रहेछ, टिलिक्क नयाँ त के हाल्नु, त्यसलाई 1 रुपियाँ हाल्दैछिस् है, लुगा धुन्छ होइन। अब यहाँ साथीले पनि लुगा धुन्छ होइन, दिएको छ। हामी चाहिँ लुगा चाहिँ सँगै धुने। म यहाँ कति काम भ्याएपछि मान्छे आज दिन गएपछि भर्खर उठ्याएको छ। चाउमिनमा त भात खाएको हो। आज दिन उठ्छ नि मलाई चाउमिन बनाएर लिएर आउने कि नि। छुट्टी पनि सँगै, बिहान उठ्ने पनि सँगै, ड्युटी जाने सँगै, भात खाने सँगै। आमा कति रमाइलो छ हौ। कपडा धुनु सँगै झुट चढ्छ म सँगै। यो मान्छे गेम खेला अब यो मान्छे
खाजा खान्छ अनि त्यहाँबाट गेम खेल्न बसेपछि भरे कति बज्छ एकैचोटि 10 बज्छ लुगा धुने हो होइन चट्ट भएर सुकाउने ठाउँमा हलो चाहिँ म त रुममै सुकाउँछु 9 मिनट 20 मिनट 22 मिनट ओहो त्यही भएर मैले हिजो राति हाल्नु नि हिजो राति सुतिहालेँ म थकै लगाएर अर्को बिल्डिङमा नजाने होस् जमिन बनाएर म ठिक्क हुन्छ क्या 9 मिनट ए मेरो नि पर्स माथि छ अब जाउँ अलिकति आउनु ए 8 मिनट कुदेर बस्ने अब नुहाइधुवाइ गर्नु पऱ्यो अनि 4 जना रेडी हुनु पऱ्यो जाउँ क्या आज मेरो त्यो एक युना 1:05 देखि ज्योतिमा हिँड्नु जुन सन्देश हामीले उहाँबाट सुन्यौँ र तिमीहरूलाई सुनाउँछौँ त्यो यही हो कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अँध्यारो छैन यदि उहाँसँग हाम्रो सङ्गति छ भने हामी भन्छौँ र अन्धकारमा नै हिँड्छौँ भने त हामी झुट बोल्छौँ र सत्यमा चल्दैनौँ तर उहाँ ज्योतिमा हुनुभए चाहिँ यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक अर्कासित हाम्रो सङ्गति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ यदि तपाईँ एकमात्र अवसरको ठाडो हुनुहुन्छ तपाईँहरूले यो परमेश्वर हुन्छ तपाईँसँग वास्तवमा परमेश्वर हुन्छ चाहिँ खाली भारिन्छ अब 5 मिनट पछि हाल्नु पऱ्यो चाहिँ हालिदियो अबदेखि भरिहाल्छु मैले अब त भ्याउँदैन अब चाहिँ नुहाइधुवाइ गरेर अनि निस्किनु पर्छ चर्च जानु अब फाइनली नुहाइधुवाइ चाहिँ गरिसकेँ होइन अब यो टक्क लाएर गइन्छ मेरो सिराइ मुनि छ ल छुट्टीको दिन अब म त जान लाग्यो राम्ररी रुम हेर ल गाइज म चाहिँ रेडी भएँ अब होइन म चाहिँ जान लाग्यो अब चर्च जानेछु अनि आउनेछु बेलुका लगभग 3-4 घन्टाको हुन्छ 1 घन्टा प्र्याक्टिस 2 घन्टा सेवासँग एनआरएनसी नवजागृति नेपाली मण्डली अबुधाबीमा रहेको छ यदि हजुरहरू कोही अबुधाबीको आसपास दुबईको आसपास हुनुहुन्छ भनेदेखि सम्पर्क गर्नुहोला हामी तपाईँहरूलाई सङ्गतिमा डोर्याउन चाहन्छौँ हुन्छ आजको दिन अहिलेसम्म एकदमै आशिषित भइरहेको छ होइन अब झन् आशिषित हुनेवाला छ म फुल ब्लग हजुरलाई देखाउने नै छु ओके सी यू गाइज मलाई चाहिँ आदरणीय सुदीप दादा लिन आउँदै हुनुहुन्छ सुदीप दाईसँग जानेछु म चाहिँ गेटमा बसिरहेको छु दाई लिन आउँदै हुनुहुन्छ अब दाईसँग जानेछु मलाई सम्हाल्नुहोस् मलाई डोर्याउनुहोस् म त कमजोर छु लडखडाउँछु तपाईँलाई नै थाहा छ कि म सक्दिनँ जिउन तपाईँ बिना यीशु आइपुग्नु भएको छ होइन कहाँनिर जोसी दाई जोसी भाउजू अब हजुरले समस्या ल्याउनु भएको छ दादा आरामै हुनुहुन्छ
आइपुग्यो फाइनल यो हाम्रो दिदी भेना चाहिँ नि आइपुग्नु भयो ठ्याक्कै जय मसी हजुर कस्तो भेट भएको त नि एकै यहाँ दिदी भेना चाहिँ नि आइपुग्नु भयो जय मसी भनिदिनु ल भेना चाहिँ आराम हुनुहुन्छ एकदमै ठिक छ अनि के हो आउँदैछ बिस्तारै बिस्तारै अनि फोनै यस्तो कडा आएछ नि त अनि फोन भएछ जय मसी सङ्गाउन न What's your name? Adam. Come. Da आमाले बोक्छु ल परमेश्वर पिताको प्रेम, प्रभु येशू ख्रीष्टको अनुग्रह, पवित्र आत्माको संगति यसरी नै विश्व मण्डली र हामीहरूको बीचमा प्रभु येशूको दोस्रो आगमन नभएसम्म यसरी नै भइरहोस्। आमेन।
सङ्गति पनि सक्यो अब जाने तिर जानुभयो होइन अब म चाहिँ आइपुगेँ फाइनल्ली यस्तो मान्छेको छुट्टी रहेछ यता यता यहाँ के को हलचल रहेछ यता फुटबल खेल्ने कार्यक्रम चलिरहेको रहेछ म चाहिँ चर्चबाट आएर अनि रेस्ट गरी बसिरहेको थिएँ भ्लग एडिट गर्दै एकजना बङ्गाली दाजुले बोलाउनु भयो साथै हुनुहुन्छ दाइ भन्छु अनि उहाँले मलाई बोलाउनु भएको छ नेपालीबाट बात गर्छु म उहाँसँग है त कस्तो हुन्छ हेर्नु है गाइजहरू ओ दाइ के छ ठिक छ ग्लास पेपर लिया क्लास पेपर छैन यहाँ कति हो 15 वो आएगा बोला था वीडियो बना रहा यो चाहिँ होनरको फोन हो होइन यो ठ्याक्क आइफोन जस्तै छ 17 जस्तै है यो होनर 600 हो यसलाई धेरै पर्दैन 1500 रुपियाँ पर्छ गाइज हाम्रो दाइले लिनुभएको यो चाहिँ मेरो नि छ तर मेरो व्हाइटमा छ यो दाइको चाहिँ दामी छ क्या गाइज मैले त्यो दाइले पनि भेटेर आएँ खाना पनि खाएर आइसकेँ अब चाहिँ सुत्नुपर्छ र गाइज आजको भ्लग यति नै लाइक सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला र फेरि पनि हेरिदिनु होला माया गर्नु होला बाइ बाइ गाइज